हेलो साथीहरु, म फेरि आज पनि धनिया है। आज पनि मंगलबार भएकोले गर्दाखेरि धनिया उखाल्न आएको छु। यहाँ हेर्नुस् है। भोलि चाहिँ हाम्रो कालिम्पोङ बजार लाग्छ, हाट लाग्छ भोलि चाहिँ। अनि सब्जीहरू चाहिँ हामीले आज नै सबै कुरो बेचबिखनहरूको लागि चाहिँ भोलिको लागि चाहिँ आज नै सबै रेडी पारेर बेलुकासम्ममा पुर्याइदिनु पर्छ है। त्यो भएर चाहिँ साथीहरु हेर्नुस्, यहाँनिर धनिया उखाल्नु आएँ म हो। यहाँ तल अहिले अलिकति उखाले, अनि यति उखाल्दा चाहिँ अब अलिकति धेर त छैन, अलिकति छ उखाल्नु, 10 बिटाहरू जस्तो। तर मौसमले चाहिँ अलिकति मलाई साथ दिएन हैन, पानी आउन थाल्यो। अहिले अलिक ठुलो पानी आयो भने त घर फर्किनै पर्छ। अहिले सानो पानीमा त अब अलिक अटेरी गरेर भए पनि उखाल्छु भनेर चाहिँ उखाल्नु थालेँ। साथीहरु, तपाईहरुले कता कतादेखि मेरो भिडियो हेर्नु हुँदैछ हैन, कमेन्टमा भन्नुहोस् है। अनि तपाईहरुकोतिर कुन बार हाट लाग्छ त्यो पनि तपाईहरुले भन्नुहोस्। अनि तपाईहरु जतिजनाले मलाई सब्स्क्राइब गरेर तपाईहरुले मलाई साथ दिनु भएको छ है, उहाँहरुलाई एकदमै मेरो मनदेखि धन्यवाद छ, माया छ उहाँहरुलाई। अनि तपाईहरुले जति पनि है सब्स्क्राइब गरेर ब्याक चाहनुहुन्छ भने मलाई कमेन्टमा मैले सब्स्क्राइब गरिदिएको छु, तपाईले पनि मलाई ब्याक गर्नुहोस् ल भनेर लेख्नुहोस्। त्यसरी लेख्नु भयो भने मलाई सजिलो हुन्छ, को साथीहरुले मलाई सब्स्क्राइब गर्नु भएको रहेछ भनेर हो। यसरी गरेर म तपाईहरुलाई पनि ब्याक गर्नेछु है। मेरो त अब दिनै यसरी नै सब्जी खेतीमा नै अहिले चाहिँ बित्छ, किनभने अहिले हामी बर्खाको बेलामा चाहिँ गाउँ बस्तीतिर चाहिँ अहिले नै हामी सागसब्जी लाउँछौँ। पछि अब अलिक सुक्खा लागेपछि है, हिउँदो लागेपछि त खानेपानीहरूको पनि हाम्रोमा चाहिँ एकदमै दुःख हुन्छ। त्यो भएपछि हामीले सब्जीहरू पनि लाउन सक्दैन। अनि यो बर्खामा नै म चाहिँ अलिकति जोड गर्छु, साग धनियाहरू लाउँछु, साह्रै बेसी पनि लाउँदिनँ। अनि लौका फर्सीहरू हुन्छ अलिअलि, त्यो अब लौका फर्सीहरू त अब एकपल्ट रोपेर स्याहारी बस्ने कुरा होइन, रोप्दाखेरि चाहिँ मजाले मलजल गरेको छ भने त्यसलाई स्याहारी बस्नु परेन। अनि यो धनियाहरूलाई चाहिँ स्याहारी बस्नुपर्छ। यो पानी पनि साथीहरू अलिक निकै जोडको पो आयो, अब घर चाहिँ जान्छु होला। तर यो 1 बिटा चाहिँ बनाइहाल्छु, धेर छैन, 10 बिटाहरू जस्तो चाहिँ छको कि निकाल्नु पर्ने। तर अब मलाई पानीले अलिकति साथ दिएन, के गर्नु अब। यो 1 बिटा बान्छु अनि चाहिँ जान्छु है साथीहरू। पानी पनि आउनु थाल्यो हेर्नुहोस् ल। 1 बिटा मात्रै बनाएँ, यो तल चाहिँ 500 बिटा बनाइसकेको थियो। मैले चाहिँ अब यो धनियालाई पनि हेर्नुहोस् ल, यो धनियालाई अलिकति यता ओतमा राख्नुपर्ने हुन्छ। अहिले यो पानीले भिजेकै भयो भने फेरि कुहिन्छ हेर्नुहोस् है। सात बिटा बनाउँछु। यहाँ हेर्नुहोस् न पानी आएको, तपाईहरुले देख्नुहुन्छ होला पानी आएको हेर्नुहोस् है। सेतै पानी आयो। आज त यी सिक्किमहरू पनि अलिकति अँधेरो है, तुवालोहरू बादलहरू लागेकोले गर्दा एकदमै अँधेरो धमिलो देख्दैछ। गडाङगुडुङ पनि सुन्नुहुँदैछ होला। अब मलाई चाहिँ कति बेला चाहिँ अब पानी रहेन रहेछ, रहेको धनिया उखाल्नु भयो। म पनि यहाँनिर सुन्तलाको बोटमा चाहिँ अडस लागिरहेछ, सुन्तलामा चाहिँ ओत लागिरहेछ। सुन्तलाको बोटमा चाहिँ त्यति साह्रो पानी आएको छैन। यो चाहिँ हाम्रो सुन्तला हामीले नै रोपेर चाहिँ अहिले चाहिँ यत्रो चाहिँ भएको छ साथीहरू। हामीहरू अहिले फल खाँदैछौँ सुन्तलाको चाहिँ। हुँदो रहेछ साथीहरू, तपाईहरुले पनि। अब हामीले चाहिँ पहिला सम्झेको थियौँ सुन्तलाको बगान, हामी केटाकेटी हुँदाखेरि पुरा थियो हो। अनि पहिला चाहिँ हाम्रो आपाआमाहरूले भन्नुहुन्थ्यो बाजे बोजूले रोपिराख्नु भएको भनेर भन्नुहुन्थ्यो। अन्त हामीले अहिले त्यति बेला सोच्दाखेरि पहिल्यै रोप्नु पर्ने रहेछ सुन्तलाहरू, अहिले रोप्दा चाहिँ हामीले चाहिँ भेट्दैनौँ रहेछ भनेर चाहिँ सोच्थ्यौँ। पछि अब हामीले यो रोपेको धेर भएको छैन, 10-12 वर्षहरू भयो होला। अलिकति यहाँनिर किराहरू लाग्छ र चाहिँ अलिकति रोग लाग्छ र चाहिँ अलिकति यो सुन्तला चाहिँ बढ्नु नसकेको हो। नभए चाहिँ
यो सुन्तलाको बोट ठुलो हुन्थ्यो, तर यसले फलेको चाहिँ 5 वर्षहरू अगाडिदेखि चाहिँ फल्नु थालेको हो। पुरा फल्छ। हामीहरू खाएर पनि हामी यो सुन्तलाको फल चाहिँ बेच्छौँ पनि। तपाईँहरूले पनि सुन्तलाहरू रोप्नुहोस्। आफूले रोपेर आफू हुँदा नै खानु पाइँदो रहेछ भनेर चाहिँ मैले यही सुन्तलादेखि चाहिँ जाने है। साथीहरू पानी पनि पुरा आउनु थाल्यो। म भिडियो यति नै अब राख्न चाहन्छु। तपाईँहरूसँग अर्को भिडियोमा भेट्नेछु। बाई बाई साथीहरू।